सा रे ग म प ध नि सा सा नि ध प म ग रे सा। अब म हजुरहरूलाई सजिलो तरिकाबाट कड थिच्न सिकाउँछु। हेर्नुहोस् है त। अब सा थिच्छ हामी, सालाई थिच्दाखेरि यो थिच्छौँ नि। अब साको कड सा, यसरी थिच्नुहोस् सालाई। सा। अब रे यो हो। अब रेलाई रेको कड थिच्दाखेरि रे। हेर्नुहोस् त अम्ला कसरी आएछ रे। अब ग यो हो नि त हाम्रो, यो गलाई गको कड थिच्दाखेरि अब मको प धको निको नि, फेरि सालाई सा, सा नि ध प म ग रे सा। सजिलो तरिका, प्र्याक्टिस गर्नुहोस्, नआउने केही छैन। सा रे ग म प ध नि सा। सजिलो छ, प्रयास गर्नुहोस्, 1 to 1 गरेर सिक्नुहोस्। जस्तो कि सा, साको मात्रै कड सिक्नुहोस्, त्यहाँबाट रे, रेको मात्रै सिक्नुहोस्, खुल्ला राख्नु। सा रे ग म प ध नि सा। कुनै पनि बजाउन काहीँ पनि अभर पर्नुहुन्न है त। दोहोऱ्याइ हेर्नुहोस् यो भिडियोलाई, सिक्नुहोस्।
के सल्लाह चाहिन्छ भन्नुहोस्, म हजुरहरूलाई इजी भन्दा इजी वेबाट कुन चाहिन्छ त्यही भन्नुहोस्, ठ्याक्क त्यही भिडियो बनाएर पठाइदिन्छु। धन्यवाद।